है। कुनै पनि काम हामी गर्दा जस्तै म पढ्ने कोसिस गरिरहेको छु, म लेख्न कोसिस गरिरहेको छु, म खाना पकाउन कोसिस गरिरहेको छु, म पास हुन कोसिस गरिराखेको छु अथवा प्रयास गरिराखेको छु। यस्ता कन्डिसनमा, यस्ता अवस्थामा हामी केही गर्ने जब हामी कोसिस गर्छौँ, त्यस्तालाई इङ्ग्लिसमा बोल्दा कसरी बोल्ने त? म केही तपाईँहरूलाई टिप्स दिन्छु, एकदमै बेसिक टिप्स दिन्छु, तपाईँहरू यो टिप्स चाहिँ सुन्नुहोला। जस्तै म यहाँ के लेखेँ, म पढ्न प्रयास गरिरहेको छु। प्रयास भन्नु अथवा कोसिस भन्नु एउटै कुरा हो, हामी सबैलाई थाहा छ। म पढ्न प्रयास गरिराखेको छु, ऊ खाना बनाउन प्रयास गरिराखेको छ, हामी खेल जित्न प्रयास गरिराखेका छौँ। अब यस्ता वाक्यहरूलाई इङ्ग्लिसमा बोल्दा कसरी बोल्ने त? यसको लागि म एउटा स्ट्रक्चर बनाएको छु, फर्मुला। जस्तै पहिला लिनु होला सब्जेक्ट, त्यसपछि इज, एम, आर प्लस ट्राइङ टु प्लस भर्ब वान एन्ड अब्जेक्ट। यो फर्मुला तपाईँ युज गर्नुहोला। अब यो फर्मुला युज गर्दा कसरी युज गर्ने त? अब सब्जेक्ट चाहिँ एकजना हुनसक्छ वा एकभन्दा बढी पनि हुनसक्छ। जस्तै यदि मानम एकजना छ भने है, एकजना छ भने यसले भनिन्छ सिङ्गुलर, एक सिङ्गुलर सब्जेक्ट। एकजना छ भने तपाईँ के लिनुहोस् त? इज लिनुहोस् है। यसै गरी एकभन्दा बढी छ भने यानि प्लुरल सब्जेक्ट छ भने आर लिनुहोस्, छ भने आर लिनुहोस्। यदि आई छ भने के लिनु होला? एम लिनु होला। ओके, अब सुन्नुहोस्, त्यसपछि ट्राइङ भइहाल्यो। ट्राइङ भनेको प्रयास, कोसिस गर्नु। अनि टु लिनु, अनि जुन काम तपाईँ गर्न प्रयास गरिराख्नु भएको छ त्यसलाई इङ्ग्लिसमा लेख्नुहोस्, यानि भर्ब वानमा लेख्नुहोस्। जस्तै इक्जाम्पलको लागि म यहाँ लेखेँ, म पढ्न प्रयास गरिरहेको छु। के गर्न? पढ्न। अब पढ्नलाई इङ्ग्लिसमा के भनिन्छ? रिड भनिन्छ। ओके, यो भर्ब चाहिँ याद हुनुपर्छ, थाहा हुनुपर्छ। यसको लागि पनि म टिप्स दिन्छु तपाईँहरूलाई। अब हेर्नुहोस्, म पढ्न प्रयास गरिरहेको छु भनेपछि यहाँ के भयो? आई, एन्ड देन आई पछि एमको पालो आउँछ, किनकि आई पछि यहाँ एम आयो। आई एम एन्ड देन ट्राइङ, आई एम ट्राइङ। त्यसपछि के छ? टु के गर्न हो? अब V1 भनेको जे मेन काम हो त्यसैलाई हामी V1 मान्ने। पढ्न भनेको आई एम ट्राइङ टु रिड, म पढ्ने प्रयास गरिराखेको छु। यसै गरी ऊ खाना बनाउन प्रयास गरिरहेको छ, ऊ खाना बनाउन प्रयास गरिराखेको छ भनेपछि अब ऊ भनेको चाहिँ के? बोइज हो, केटा हो, मेल हो भनेपछि मेललाई जहिले पनि हामी हि भन्छौँ, मेललाई हि भन्छौँ, फिमेललाई सी भन्छौँ। हि, अब हि पछि एकजना छ भने के लिने? इज लिने। हि इज, अब त्यसपछि ट्राइङ, हि इज ट्राइङ टु, एन्ड देन के गर्न खोजिराखेको छ? खाना पकाउन। खाना पकाउनुलाई के भनिन्छ? कुक भनिन्छ। हो, हि इज ट्राइङ टु कुक फुड, ऊ खाना पकाउन प्रयास गरिरहेको छ। हो, यसै गरी हामी खेल जित्ने प्रयास गरिरहेका छौँ, हामी खेल जित्ने प्रयास गरिराखेका छौँ। हामी भनेको उही भइहाल्यो। अब उही एकजना छ कि धेरैजना? पक्कै धेरैजना भनेपछि उही, इज एम आरमा के भइहाल्यो त? अब हामी कुन लिने? आर लिने, किनकि एकभन्दा बढी छ, एकभन्दा बढी भनेपछि वी आर। अब त्यसपछि ट्राइङ, वी आर ट्राइङ टु के गर्न? जित्न। जित्नलाई इङ्ग्लिसमा भनिन्छ विन, मिन्स वी आर प्लानिङ टु विन। के विन? के जित्न? विन द गेम। यसरी चाहिँ हामी चाहिँ कुनै पनि कुराको प्रयास हामी जब गर्छौँ, म यो गर्न पर्यो, म सुत्ने प्रयास गरिरहेको छु, आई एम ट्राइङ टु स्लिप, म इङ्ग्लिस बोल्ने प्रयास गरिराखेको छु, आई एम ट्राइङ टु स्पिक इङ्ग्लिस है। म चाहिँ फिल्म हेर्न प्रयास गरिरहेको छु, आई एम ट्राइङ टु सी फिल्म, म हिँड्न प्रयास गरिराखेको छु, आई एम ट्राइङ टु वल्क है। यसै गरी तपाईँहरू यो त प्रेजेन्टमा त लेख्नुभयो, म तपाईँहरूले फेरि पनि यहाँ एउटा दुईवटा यहाँ राखिदिन्छु, तपाईँहरूले जानेको कुरा पनि कमेन्टमा राख्नु होला है, सेम यही स्ट्रक्चरमा बनाएर राख्नु होला। अब यो त प्रेजेन्टको लागि भइहाल्यो है, यो त प्रेजेन्टको लागि भइहाल्यो। मानौँ म खाना बनाउन प्रयास गर्दै थिएँ, पास्टको कुरा गर्दै थिएँ, म क्रिकेट खेल्ने प्रयास गर्दै थिएँ, म फिल्म हेर्ने प्रयास गर्दै थिएँ, म दुगुर्ने प्रयास गर्दै थिएँ, हामी नाच्ने प्रयास गर्दै थियौँ। हो, अब यसै कुराले जब पास्टमा हामी भन्छौँ त पास्टको लागि के गर्नु? फर्मुला सेम हुन्छ, बस यी हाम्रो जुन यो भर्ब छ एक्जुलरी भर्ब यसलाई भनिन्छ, यसलाई के गरिदिने हो? पास्ट बनाइदिने हो। जस्तै सब्जेक्ट इजलाई हामी वाज बनाइदिने, अनि इज र एमलाई वाज बनाइदिने, आरलाई वेयर बनाइदिने, त्यसपछि अरू बाँकी सेम टु सेम सारिदिने। ट्राइङ टु प्लस V1 प्लस अब्जेक्ट। हेर्नु होला है। अब के हुन्छ भन्दा
हो। सब्जेक्ट चाहिँ कुन सिङ्गुलर कि प्लुरल भन्दाखेरि हेर्नु होला, अघिसम्म यो हुँदाखेरि इज, अब इजको चाहिँ त्यसो भए त वाज भइहाल्यो, पास्टको आरको के भइहाल्यो, वेयर भइहाल्यो, एमको पनि के हुन्छ, वाजै हुन्छ है त। ल यसै गरी हेर्नु होला, जस्तै मानौँ न यो कुरालाई म लेखेँ म पढ्न प्रयास गरिरहेको छु, आई एम ट्राइङ टु रिड भइहाल्यो। अब पढ्न प्रयास गरिराखेको थिएँ, गर्दै थिएँ भन्न आयो भने यसलाई के भइहाल्यो त, जस्तै मानौँ म पढ्न प्रयास गरिरहेको थिएँ आयो भने हामी के लेख्ने, आई, सब्जेक्टमा आई। अब वाज लिने कि वेयर लिने हेर्नुहोस्, एकजना छ भने यहाँ मैले भने नि यहाँ वाज लिनु होला पास्टको लागि, आई वाज, त्यसपछि के आयो, ट्राइङ, आई वाज ट्राइङ टु के गर्न, पढ्न भनेको रिड, आई वाज ट्राइङ टु रिड हो। बस हामी पास्ट बनाउनको लागि यो जुन छ यसले मात्रै हामी चेन्ज यहाँ गरेको छौँ। हेर्नुहोस्, इज एमलाई वाज बनाइदिएको, आरले मैले वेयर बनाइदिएको, त्यसपछि त्यो के भइहाल्छ, पास्ट भइहाल्छ। ओके ल, अब यसै गरी तपाईँहरू दुईवटा सेन्टेन्स पनि यस्तो बनाउनुहोस् जुन चाहिँ यसमा सुइटेबल आओस्।